देखि म चाहिँ 30 डेज च्यालेन्ज गर्न लागेको छु। आज 30 दिनसम्म यो भिडियो लगातार अपलोड गर्नेवाला छु। सो हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। के छ खबर, सन्चै हुनुहुन्छ होला? फेरि आजभोलि चाहिँ के भन्छ त्यो फ्रिक्वेन्सी नमिलेर म चाहिँ भिडियो हाल्नु कहिले हाल्छु कहिले हाल्दैन। अबदेखि म चाहिँ 30 डेज च्यालेन्ज गर्न लागेको छु। आजदेखि म चाहिँ अब आउने 30 डेटसम्म लगातार फ्रिक्वेन्सी भयो 1 2 3 4 5 6 7 यस्तै गर्दै 30 डेटसम्म मतलब 30 दिनसम्म यो भिडियो लगातार अपलोड गर्नेवाला छु। अनि राइट नाउ म चाहिँ सुर्खेत छु, थाहा पाइसक्नुभयो होला हजुरहरूले चाहिँ। अनि सुर्खेतको हालत हेर्नु, पङ्खै घुम्दैन, हल्का हल्का घुमिरहेछ। गर्मी यस्तो छ, कुरै छोडिदिनु। बत्तीको पावर त के भन्ने, आउँदै आउँदैन। हिजो रातभरि बत्ती आएन सुर्खेतमा। अरू त्यस्तै हो। अनि यस्तो यस्तो पाइन्छ चाहिँ सुर्खेतमा त के पाइन्थ्यो किनेको भनौँ, यो आरु पोखरा। हजुरहरूले खानुभएको छ कि आरु पोखरा के भन्छ होला, कसैले कलम भन्छ, कसैले आरु पोखरा भन्छ। नि घाम चाहिँ फेरि पुरै छोडिदिनु, कस्तो लागेको एकछिन देखाउँछु। पहिला आरु पोखरा खानु। यति रातो चाहिँ चस्मा मेरो पावर त छैन, त्यही पनि बाहिर कस्तो गर्मी छ म देखाउँछु है। बाहिर गर्मी यस्तो छ कि अब के भन्ने, गर्मी यस्तो छ, घाम यस्तो लागेको छ, पानी पनि पर्दैन, रातभरि लाइट पनि आउँदैन, बत्तीको पावर पनि आउँदैन। खै के हो सुर्खेतमा यस्तो गर्मी त पुरै छोडिदिनु, यस्तो गर्मी छ नि। धेरै घाम पनि चाहिँ कालो हेर्दा फेरि रुमको हालत पनि त्यस्तै छ। यो रुमको हालत झन् यस्तो भइसकेको छ। रुमको हालत चाहिँ पङ्खै चल्दैन। रुम पहिला म चाहिँ यो आरु पोखरा खाएर रुम साफ गर्छु एकछिन, अनि हल्का शीतल भयो भने कतै घुम्नु जाऊँ ल भन्ने सोचिरहेको थिएँ। शीतल त हुँदै हुन्न यहाँ। हजुरहरू यस्तो पाइन्छ किन फल कमेन्ट गर्नु होला। 100 रुपियाँ केजी हेऱ्यो। उता पाहाडतिर चाहिँ कति फाला हुन्छ, मान्छे खाँदै खाँदैन, यहाँ चाहिँ किनेर खानुपर्छ। फाइनली गाइस होइन, यस्तो गर्मी छ नि सुर्खेतमा, हेर्नु न पङ्खै चल्दैन कि, पावर चाहिँ लाइट हेर्नु न बजेको छ। अनि यो किरमिलाले पनि दिमाग खराब गरेछन् कि मेरो। पुरै झ्यालतिर हेर्नु न किरमिला छन्, कमिला के, यस्तो दिमाग खराब गरेछन्। रुमलाई राम्रोसँग साफ गर्छु म चाहिँ होइन। गर्मी चाहिँ रुममा बस्नै सकिन्न क्या। हेर्नु न हाउरले झ्यालै पुडाल्दै चाहिँ। फाइनली गाइज, अनि मेरो रुम चाहिँ कस्तो भयो यु क्यान सी। हेर्नुहोस्, टक्कमा सब मिलाएर राखिदिइसकेको छु भनौँ होइन, यता पनि यता पनि। त्यसपछि यो रुम चाहिँ दामी भइसकेको छ। अनि कपडाहरू पनि यति निक्लिसकेको छ नि धुनेवाला। कपडामा चाहिँ हल्का शीतल भएपछि धुन्छु, किनकि अहिले काम छैन मेरो केही। ओके, अनि नास्ता खाऊँ, भोक लागिरहेको छ। तल गएर केही छ नास्ता हेरौँ अनि खाऊँ है। लेट्स गो। फाइनली म चाहिँ तल आइसकेको छ। मोमो रन्काउने एउटा लिन खाऊँ, एउटा मात्रै, चाउमिन त छैन। कपडा पनि धुनुपर्ने छ त। सो गाइज, भोक लागिरहेको थियो, के गर्ने। एउटा मोमो खाइयो, अरू केही छैन। भात खाँदैन, भात खाने मन लागेको छैन मलाई। कपडा धुन्छु आफ्नो सबै परिमा। चाउमिन पनि रहेछ, केही छैन आफ्नो। चाउमिन रहेछ, चाउमिन बनाएर खाऊँ ल। पहिला चाहिँ आफ्नो कपडा धुँ साथीहरू। अनि पुरा यहाँ चाहिँ पानी भरेछ, खसेछ होइन। हिजो रात चाहिँ पार्टी गरेको थियो कि एउटा ग्रुप आएर। अनि मैले चाहिँ एक बाल्टी कपडा धोएर ल्याइसकेको छु। अन्त पहिला चाहिँ टोपी सुकाउँछु। अब सुक्न बे, गर्मी यस्तो छ होइन, गर्मी बडो खतरनाक छ। के गर्ने, बट के अरे त्यो उगे अब त्यो के भन्छन्, त्यो लाइटको पावरै आउँदैन। कपडा सुकाऊँ अनि नास्ता खाऊँ तल गएर केही बनाएर। चाउमिन रहेछ, चाउमिन बनाएर खाऊँ ल। पहिला चाहिँ कपडा सुकाऊँ। म चाहिँ अहिले चाउमिन बनाएर खान लागेको छु भनौँ। यु क्यान सी काटिसकेको छु। छैन यार 500 रुपियाँ, 500 रुपियाँ हुन्छ कि मान्छेसँग। छैन यहाँ, 1 रुपियाँ छैन।
सो फाइनली हाम्रो चाउमिन चाहिँ आइसकेको छ। यति चाउमिन बोल्दै उता त्यहाँ हामी गइरहेछ चाउमिन उता। कस्तो सोच्दा गर्नु पर्दैन, सोच्ने दबाई भन्नु एउटा चाहिँ ल्याइदियो। 15 त गए पनि 2 दिन छन् भाइ, भोलिको दिन भयो त्यहाँ होइन बनाउनु।